नेपाली फुटबलमा यो साता घटेका केही आशा लाग्दा र निराशा जन्ने घटनाहरू। माल्दिभ्समा जारी रहेको साफ U20 च्याम्पियनमा नेपालले दोस्रो जित गरेर सेमिफाइनल तय गरेको छ। बुधबार श्रीलङ्कासँगको खेलमा 1-0 गोलले जित निकालेको थियो। यस जितमा सुभाष बमले पहिलो हाफमा गोल गरेका थिए। यसअघि नेपालले सोमबार भएको पछिल्लो खेलमा भुटानलाई 2-1 गोलले पराजित गरेको थियो। अब समूह चरणको तेस्रो अर्थात् अन्तिम खेल नेपालले यही शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। महिला फुटबलतर्फ आगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजको लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रारम्भिक चरणको लागि 32 खेलाडीको छनौट गरेको छ। राष्ट्रिय टोलीका सबै खेलाडीहरू सहभागी हुनेछन् भने चर्चित फुटबल खेलाडी सावित्री भण्डारी अर्थात् साम्बा चोट लागेर उपचारमा हुनुभएकोले उहाँ समावेश हुनुहुन्न। नेपाली फुटबलको अभिभावक संस्था नेपालको सबैभन्दा चर्चित फुटबलका खेलहरू खेलाउने धनी सङ्घ एन्फा, जसको तार फिफासँग सिधै जोडिएको हुन्छ, पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवाद भएको देखि अदालतसम्म मुद्दा प्रवेश पाएपछि राष्ट्रिय खेलकुद परिषदले एन्फालाई 3 महिनासम्मको लागि निलम्बन गरेको छ।